निष्ठुरीले छाडेर गइहाली हेर्दा हेर्दै एक्लो पारेर माया मारेर एक्लो पारेर माया मारेर निर्मोहीले हरिता भइहाली जिन्दगीमा धरधरी रोइहाली एक्लो पारेर माया मारेर एक्लो पारेर माया मारेर चेक चेक क्लाप गरिदिउँ सारे तिरताली मलाई खाली अर्केलाई अङ्गाली एक्लो पारेर माया मारेर एक्लो पारेर माया मारेर चुप चुप सबैले एक्लो पारेर माया मारेर एक्लो पारेर माया मारेर निष्ठुरीले छाडेर गइहाली हेर्दा हेर्दै अर्केकी भइहाली एक्लो पारेर माया मारेर एक्लो पारेर माया मारेर निर्मोहीले हरिता भइहाली जिन्दगीमा धरधरी भइहाली एक्लो पारेर माया मारेर एक्लो पारेर माया मारेर सबैले थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद यहाँहरू सबैलाई अब भाइलाई फेरि म स्टेजमा बोलाउँछु हाम्रो मलाई बादलु गुन्डुली इलाम बजार सम्झिँदा एकछिन म तपाईँहरूलाई इलामतिर लान्छु इलामको कन्या इलामको श्रीमत्व इलामको इलाम बजार लगायतका हैन जुन क्षेत्र हाम्रो पर्यटन सम्बन्धित क्षेत्र मैले इलामलाई साँच्चै नै भन्दा मैले बोकेर हिँडेँ काँधमा बोकेर हिँडेँ यो गीत
सबैले गाउँ हामी खेदिन्छौँ अनि बेला क्याफेमा हामी आज यङ बरातको प्रोग्राम हेर्न आएका छौँ। होइन एकछिन म गाउँदैछु एकछिन गरौँ मोबाइल त्यसो हो पहिले त्यसपछि सबै यहाँ हाम्रो पाहुनाहरूलाई पनि मैले मध्यनजर राख्नुपर्छ र सबै आज जति उपस्थित हुनुहुन्छ विशेष गरी यो स्वर्गद्वारी हाम्रो गोविन्द भाइ हेर पनि देखाएको छैन आज गोविन्द आएको छैन होला अहिलेसम्म एनिवे यो गीत चाहिँ यो गीत गाएको कति वर्ष भएछ भने एकैछिन बाबु 2049 साल 10 महिना 21 गते यो रेकर्डिङ भएको रहेछ बादल घुम्टोले अनि गीत सङ्गीतको हिसाबले 35 वर्ष जस्तो भएछ। गीत सङ्गीत चाहिँ बुढो भए मेरो बुढो भयो मेरो गीत सङ्गीत तर म कहिले पनि बुढो भइनँ कि है मेरो गीत सङ्गीत चाहिँ बुढो भइसक्यो तर मेरो एज बुढो हुन सकेन है त्यसले गर्दा हेलो ल म गीत सुनाउँछु बुद्धवीर लामाको रचना अनि दिनेश सुब्बा दाइको सङ्गीतमा गीतमा पुरानो गीत इलामलाई सम्झाउँदै बुझाउँदै ल ओके सबैले यसो क्ल्याप गरे भने चाहिँ मैले गरेको हुन्छ है सबैले गाउने है मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा कसो मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा बादलको इलाम बजार छोडिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा आउनुहोस् है गाउने भाइ बजाउँदै हिँड्थ्यौ मेरी मायालु चियाबारीको एकान्तमा हिँड्न आउँथ्यौ मायालु सबसँग भाउजू बजाउँदै हिँड्थ्यौ मेरी मायालु चियाबारीको एकान्तमा हिँड्न आउँथ्यौ मायालु तिमीवरीमा पनि आज टाढा रहँदा मौसम पनि उदास हाम्रो मिलन हुँदा ला 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 खोलाको दोभानमा बाढी पहिरो आइदिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा के गर्छ
भाइ फेरि आउनु पर्यो माया बस्यो मुटुमा माया बस्यो मुटुमा छुट्टै ल नाच्ने हो सबैजना है रेडी हो रेडी गाइजहरु ल सबैजना रमाइलो गर्ने है त यम बरालको प्रोग्राममा छु सिंगर यम बराल ए दुनियाको डर छैन मलाई ए भगाइला छु तिमीलाई अब बेहुली बनाउला छिट्टै अब बेहुली बनाउला छिट्टै ल सबैजना आएर रमाइलो गरौँ अनि त्यसपछि ल छोरीहरु डान्स गर्ने हामी you guys want to dance right yeah okay oh wow ल सान्वी नाच्नु पर्छ ल माया बस्यो मुटुमा भन्दै नाच्ने ल okay come छोरू like louder मलाई
स्पेशल गेस्ट बेला क्याफे यमबरा के सुनाउला मेरो यहाँ चाहिँ मेरो एकदम बन्द रहेको मायाप्रति म सुनाउँछु एकैछिनमा यहाँ बच्चाहरूलाई यसो इन्जोय गरिदिइहाल्छु त्यसपछि यिनीहरू एकदमै नाच्नु खोजिरहेको छन् भविष्यका फेरि यहाँ ऐश्वर्य रायहरू हाम्रो आसन सम्मान देखिरहेको भविष्यको ल हामी फेरि जोड्छौँ लाइट त अनै छ त लाइट किन बोल्यो न लाइट लाइट त अनै नाच्ने हो म 4 जना नाच्ने ल नाचिदेऊ ओहो आज हामी बेला क्याफेमा एम बरालको प्रोग्राममा छौँ स्पेशल गेस्ट आजको सिङ्गर एम बराल केटाकेटीलाई रमाइलो छ आज एम बराल चाहिँ यहाँ हुनुहुन्छ केटाकेटीहरूलाई रमाइलो भइरहेछ हजुर लो नाच तिमीहरूकै छ बेला क्याफे
सम्झनाको गीतले बिर्सनेलाई सम्झनाको गीतले लाग्ला है औलेको बोलीले। आज चाहिँ हाम्रो भिनाजुको बर्थडेमा आएको बर्थडे सेलिब्रेसन बर्थडे चाहिँ बेला क्याफेमा सिङ्गर यमबराल हुनुहुन्छ। आज स्पेशल गेस्ट Thank you so much. अब के सुनाउने एकछिन रेस्ट गर्छु फेरि सुनाउँछु ल। यहाँ मेरो सिनाहरू एकदम रेडी छ सिनाहरू। ल अब फेरि म हाम्रो विशेष गरी दीपक भाइलाई म स्टेज बनाउँछु। दीपक भाइ यहाँ आउँदा त भाइ तपाईँको क्रिएसनहरू हामीले सुन्नुपर्छ होइन त्यसको खुट्टा टेकिराख्नु भएको छ। आउनुहोस् दीपक भाइ हाम्रो एकदमै
उहाँको दोहोरी एकदमै खतरा छ। एउटा के सुनौ न, म एकछिन ग्याप गर्नुलाई मैले ब्रेक लिनु पऱ्यो। आउनुहोस् न, होइन छैन त्यस्तो कहाँ देखाएको। ल थ्याङ्क यू सो मच। एकछिनपछि म आउँछु, त्यसपछि तपाईँले यसो भोजन लिँदै गर्नुहोस्। अनि मेरो यहाँ सेना रेडी छ, फेरि म आएर रमाइलो गरौँला है त। थ्याङ्क यू सो मच, थ्याङ्क यू। ल थ्याङ्क यू। केक काटौँ न अब, जाउँ केक काट्न उतै बरु मिलाउँदै गएर आइहाल्छु। आऊ अब केक काट्ने, बाबाको केक काट्ने। आऊ नि त केक काट्न आऊ न, फेरि आउने 5 मिनेटमा। आऊ बर्थडे केक काट्ने, आऊ आऊ तिमीहरू पनि आऊ बर्थडे केक काट्ने। रमाइलो हुँदैछ। यति नै हो त सामान्यहरूको। ल यदि हाम्रो अडियन्समा पनि कोही हजुरहरूभित्र पनि केही कला लुकेको छ भने, कथा, कविता, गजल, गाना केही छ भने हजुरहरू प्लिज स्टेजमा आएर आफ्नो कला देखाउन सक्नुहुनेछ। एकछिनको लागि हाम्रो स्टेज खाली नै छ। हाम्रो आदरणीय सुनिल दाजुलाई पनि देखिरहेको छु। मलाई इसाराले भाइ एउटा गाना त मेरोबाट नि जान्छ भन्दै हुनुहुन्छ। सुनिल दाजु प्लिज एउटा गाना हजुरकोबाटै जानु पर्यो। सुनिल दाजुको ट्र्याक मैले